नमस्कार दोस्तों, अहिले हामी केरलाको निरनम भन्ने जग्गामा आएका छौं। अनि यो जो तपाईले चर्च देख्नु हुँदैछ, प्रभु यीशु ख्रीष्टको 12 जना चेला मध्ये सन्त थोमा, सेन्ट थोमस 52 एडी मा 54 एडी मा, यहाँ बोर्डमा लेखे अनुसार 54 एडी मा उहाँले यो जग्गामा आइकन यो चर्चको स्थापना गर्नुभएको थियो। र केरलाको निरनम भन्ने जग्गामा छ यो जग्गा चाहिँ। र यहाँ अहिले हामी यो गेटमा छौं। सन्त थोमा, सेन्ट थोमसले स्थापित गर्नुभएको चर्च 54 एडी मा। र यो जो तपाईले देख्नु हुँदैछ, अब यता ल यता खान्छ भर्छ ए भन्दा ससुरो खतरा देख्छ के हो ल र यी सबै सामानहरु जो तपाईले देख्नु हुँदैछ, सन्त थोमाले प्रयोग गरेका सामानहरु। सन्त थोमाले आफ्नो जीवनकालमा प्रयोगमा ल्याएको सामग्रीहरू सायद यो बक्साहरू थियो, उसको केही थियो सामानहरू, अनि उसले युज गर्ने क्यापहरू। सेन्ट थोमाले यहाँ तपाईले देख्नु हुँदैछ, यो सन्त थोमाको चप्पल, सन्त थोमाले लगाउनु भएको चप्पल। र यो सन्त थोमाले हम्किनु भएको पंखा, सन्त थोमाले र यसरी सेन्ट थोमाको कतिवटा सामानहरु राख्ने बक्सा रहेछ यहाँनिर। र उहाँले लगाउनु भएको टोपी, केही भागहरू आज पनि सुरक्षित गरेर यो चर्चमा उहाँले सबै युज गर्नुभएको सामानहरु सबैभन्दा पुरानो पिक्चर
अनि आज मात्रै यो अस्तमा आएको होइन तर पहिला पहिला पनि यसरी पिक्चरहरू बनाउँछु यो चाहिँ मैले लाउने चप्पल पहिलो शताब्दीको विश्वास र यहाँ चाहिँ सन्थोमा यहाँनिर विश्राम गर्नुहुन्थ्यो। यहाँनिर चाहिँ सन्थोमाले विश्राम गर्नुहुन्थ्यो र उहाँले लाउनु हुने चप्पल यहाँ अझै एउटा एक जोडी तपाईँले देख्नुहुन्छ सन्थोमाले लगाउनु भएको चप्पल। र उहाँले त्यति बेला प्रयोग गर्नुभएको विभिन्न भाँडाहरू सन्थोमाले त्यो समयमा 52-54 एडीमा उहाँले प्रयोग गर्नुभएको सरसामानहरू, पानी खाने भाँडोहरू, पानी राख्ने बर्तनहरू तपाईँले देख्नुहुँदैछ। यो उहाँले पानी राख्ने भाँडाहरू यो सबै उहाँले प्रयोग गर्नुभएको बर्तनहरू। पहिलो शताब्दीको भाँडाहरू र उहाँले सबै यो मेहनत गरेर बनाउनु भएको त्यति बेला यो सरसामानहरू देख्नुहुँदैछ मेहनत गरेर बनाउनु भएको उहाँले। र यहाँ तपाईँ देख्नुहुँदैछ पुरानो सामानहरू तपाईँ देख्नुहुन्छ। यो धूपदानीहरू र उहाँले यी सबै कुराहरू उहाँले पढ्नु भएको किताबहरू यो के रहेछ खुमाली गर्ने के चिज उहाँले प्रयोग गर्नुभएको विभिन्न सामग्रीहरू विभिन्न सामग्रीहरू काठको सामग्रीहरू उहाँले प्रयोग गर्नुभएको खरखण्डा यहाँ सन्थोमाले चलाउनु भएको प्रयोग गर्नुभएको भाँडो जति बेला उहाँको शिष्यहरूले यसमा भोजनहरू लिने गर्थे साथमा मिलेर पृथ्वी भोजहरू खाने गर्थे। यी भाँडाहरू यो झाँतोहरू तपाईँले देख्नुहुँदैछ उहाँले प्रयोग गर्नुभएको झाँतोहरू उहाँले सन्थोमाले यो जाँतोमा अन्न पिनेर उहाँले आफ्नो जीविका यापन गर्नुहुन्थ्यो। यो सन्थोमाले प्रयोग गर्नुभएको ओखली उहाँले यसमा ओखली